कुलेहानी अब यहाँबाट हामी हेटौडा हामी यहाँ फालुदा खाँदैछौँ। फालुदा रहेछ फर्स्ट टाइम हाम्रो टक्क लगाएर सरलाई सप्तरी तिरासम्म हो र चेन्ज अफ प्लान्स राइट बाटोबाट गएर कुलेखानी चाँडै पुग्ने प्लान थियो तर विशेष कारणवशले आज हामी लेफ्ट जानु परेको छ। हेलो एभ्रिवान, अहिले चाहिँ हामी टक्क दक्षिणकाली माताको मन्दिरमा आइपुगेका छौँ। दक्षिणकाली मन्दिर, दक्षिणकाली माताले हाम्रो सबैको रक्षा गरून्, सबैको रक्षा गरून्। निकै नै रमाइलो माहौल चाहिँ हेर्दाखेरि टक्क लगाएर फुले फुल मन्दिर यहाँ तल हो, प्रवेशद्वार यहाँ छ। जय दक्षिणकाली माता भन्दै हामी अगाडि बढिरहेका छौँ। यु गाइज, थ्याङ्क यू। सरसले राइट हान्दा छ। हेलो एभ्रिवान, वेलकम टु माई एनदर ब्लग। यसपालि चाहिँ हामी सप्तरी गइरहेछौँ। सप्तरी चाहिँ अब अहिले कुलेहानी ड्याममा छौँ। कुलेहानी ड्याम हुँदै हामी सप्तरीतिर अगाडि बढ्दैछौँ। हामीसँग आज ठुलो टोली छौँ। हामी चाहिँ उता एउटा केही काम विशेषले जान खोजेको हो, एउटा बे अटेन्ड गर्नको लागि। हाम्रो एकजना भाइको दिदीको बे अटेन्ड गर्न जान लागेको भएर चाहिँ हामी अहिले कुलेहानी घुम्दै हेटौडा हुँदै हेटौडाबाट चाहिँ सप्तरी सिराहा जाने तयारी छौँ। त्यहाँबाट हामी एउटा कहाँ जान्छौँ रे, कालो त्यो के अरे पुल, कोशी ब्रिज पनि पुग्छौँ हामी। त्यसपछि हामीसँग हाम्रो यात्रामा यसपालि साथ दिने केटाहरू सरस, मैनाली के छ, के भन्दै हुन् त ल? रमाइलो छ अहिलेसम्म यात्रा, रमाइलो भइरहेछ होइन। बाइक राइड गर्न बाटो पनि रमाइलो छ। फर्स्ट टाइम आयो, ठाउँ पनि बवालै रहेछ यो कुलेखानी। जस्ट इन्जोइङ। हामीसँग बसिरहनु होला, यो रमाइलो हुनेवाला छ यात्रा। हामीसँग अर्को सहयात्री प्रवीण शाह सरी कुमार। वेलकम टु हिज ब्लग सबैजनालाई। अनि आजको हाम्रो यात्रा चाहिँ अहिले कुलेखानी ड्याममा छ र हामी आशा छ सप्तरी पुग्दाखेरि चाहिँ हामी गर्मीले चाहिँ सताउँदैनौँ भन्ने। ल, हामीसँग छ अर्को साथी, हाम्रो साथीको नाम के अरे? राजेश यादव। ठिकै छ। आज हाम्रो सरहरू फर्स्ट टाइम के अरे काठमाडौँबाट सिराहातर्फ प्योर तराईतिर जाँदै हुनुहुन्छ। अब उहाँहरूले फर्स्ट टाइम आई थिङ्क गर्मी पनि फेस गर्नुहुन्छ, 40 डिग्री अब कतिको हुन्छ भनेर। तर आज आई थिङ्क पानी परेको छ, अलिक कमै हुन्छ होला गर्मी। अनि होप सबैजनाले एक्चुली हेर्नु होला यो हाम्रो रमाइलो यात्रा कस्तो हुन्छ भनेर। हस्, धन्यवाद। ल, धन्यवाद। ल, हामीसँग चाहिँ अहिले जब हामी कुलेखानी ड्याममा, कुलेखानी ड्याम चाहिँ पानी चाहिँ कमै रहेछ अहिले, बर्खा मजा नलागेर। हामीसँग छ एउटा रोयल इनफिल्ड, एउटा एमटी। कुलेखानीतिर हामी गाइस, कुलेखानी अब यहाँबाट हामी हेटौडाबाट सिराहा सप्तरी सही हो। यति खिचौँ ल। अब ढुङ्गा भने हो अझै घाँस नहुँदा ढुङ्गै देख्छ नि त।
यति जाने होला नि हामी त भन्नु यता हो यता हो यता हो क्या हामी जाने रमाइलो छ यात्रा अहिलेसम्म चाहिँ तर अलिकति एकछिन बस्यो काँक्रो खाइयो अब काँक्रो चाहिँ अलिकति कति पर्छ हौ यो बाटो बन्द भएको त यो बाटो म आउँदा नि बन्द थियो 3 वर्ष अगाडि यो दामी भइरहेछ अहिलेसम्म चाहिँ हेटौँडाको बाटो चाहिँ हामी एकदम खतरा बाटो आइरहेछ तराईको बाटोमा चाहिँ हामी कस्तो रमाइलो गर्छ होला यो बब्बर मिठो बाटो छ क्या यो बाटो हेटौँडा चाहिँ गर्मी खाँदै कोक खाँदै कोक चाहिँ सँगसँगै जिउमा टाँसेर हिँड्नुपर्ने रहेछ प्रवीण के छ गर्मीमा अब बिस्तारै सुरु हुँदैछ रमाइलो हुन्छ तर 42 त यहीँ पुग्यो होला कति 37-38 37-38 त यहीँ होला अब यस्तै हो सरस के भइरहेछ गर्मीको बाइक अघि बाइक कुदाइरहेको आए बेला त फिल भएको थियो नि त्यस्तो अब रोकिएपछि चाहिँ हात्ती मेरो साथी छ जताहरू सम्म यार गर्मीले मुख कपाल यस्तो भइसक्यो चस्मा चाहिँ लामै फेरि आँखा फेरि एकदम बिजोग देख्छ के छ कस्तो भइरहेछ एकदम हाम्रो राइडर एमटी राइडर हाम्रो बुलेट रोयल इनफिल्ड राइडर अहिले पथलैयामा छौँ हामी सिरातर्फ अगाडि बढ्दैछौँ र यहाँ हो अब हामी सिरातिर पत्लैयाबाट चाहिँ हामी अब सिरा जाँदैछौँ बाटो एकदम खतरा छ अघि बाटोमा एउटा एक्सिडेन्ट भएको रहेछ खतरा एक्सिडेन्ट भएको रहेछ अहिले चाहिँ अब हामी यहाँबाट सिरातिर अगाडि बढ्दैछौँ जम्म बाटो मजाको बाटो त्यस्तो गर्मी त बाइकमा फिल भएको छैन हावा चलिरहेछ तर रोक्यो भने चाहिँ पसिनाको खोलो बग्छ खोलो आइसकेको छु मैले ट्र्याक्टर लगाएर कति आयौँ हामी 136 किलोमिटर आइसकेका छौँ अझै हामीलाई जानु बाँकी छ 150 किलोमिटर जानु बाँकी छ आधी बाटोमा छौँ हामी तरैमा गरिबी भयो एउटा कोक खाएँ फेरि अर्को पानी खाएँ भने जस्तो जीवन जल हामी जीवन जल पानी पनि सकायौँ पानी चिसो पानी पानीपुरी उखुको जुस केटाहरू गर्मी नै सिटिलो म त मुख धोएर पनि सनस्क्रिन लगाइसकेँ We are here at Siraha. Oh. सो त पहिला मिल्दै मिल्दैन हाल्नलाई के ए मजाले हाल्छ ए अनि यहाँको घरको मजाले मन लाग्दैन नि त केही फरक पर्दैन
बाबुलाई तिमीले के भन्न चाहन्छौ? एकदम रमाइलो भयो, अझ रमाइलो गर्न बाँकी छ, भोलि हुन्छ। यो 25% मात्र भएको छ, 75% बाँकी छ। भोलि के रमाइलो गर्न पाइस् भन नि त। अब हेर पहिला अब खानपिनबाट सुरु हुन्छ सुरुवात। ल भोलि सरप्राइज भोलि दिउँला है त। सरप्राइज भोलि खानपिनको सरप्राइज। अब माछाबाट हुन्छ कि माछा मासु सब हान्नुपर्छ केटा। माछा पनि मासु पनि ल जे सब हान्ने। ल हाम्रो चिफ तपाईँ के भन्न चाहनुहुन्छ? एकदमै रमाइलो पछाडि चाहिँ एकदमै त्यो के अरे तासे जस्तो छ, आली तासे जस्तो भएको छ, तर एकदमै रमाइलो बाटो एकदमै रमाइलो छ। हामीलाई चाहिँ राजेशले आफ्नो घरमा बाँच्दैछ आज ऊ भोलि उसले हामीलाई राम्रो राम्रो मिठो मिठो बनाएर खुवाउने भनेछ। पेट्रोलले हाम्रो एकदम अर्ग्यानिक हुनेवाला छ आजको बसाइ पनि खुवाइ पनि अर्ग्यानिक। अझ हामी बेमा जान बाँकी नै छ हाम्रो बेमा। अनि एकदमै प्रवीणजी तपाईँ के छ त भनाइ यसमा अहिले? धन्यवाद मलाई मौका दिनुभएकोमा। र हामी राजेश बाइक हामी सबैको पहिलोपटक यस तराई भ्रमण मेरो जनकपुर पछिको भ्रमणमा, पूर्वतिरको भ्रमणमा एकदमै रमाइलो लागिरहेछ। सो धेरै धुलो खाइयो बाटोभरि आउँदै बल्ल अलि यसो मुख धुन पाइयो। जस धेरै गर्मी हुन्छ भनेको छैन रहेछ, लास्टै काठमाडौँ जस्तै वातावरण रहेछ अहिले चाहिँ। धन्न काठमाडौँ भन्दा शीतल छ, काठमाडौँ भन्दा नि शीतल छ अझ। ल अनि अब आशा छ अब राति अब साथीको बिहे हेर्न आएको, साथीको दिदीको बिहे हेर्न आएको। सो अब हामी यसो नुहाइधुवाइ गरेर उतै जान्छौँ। अनि अब बाँकी कुरा अब बिस्तारै अपडेट गर्दै गरौँला। के छ सरसलाई कस्तो भयो त? मलाई रमाइलो लाग्यो। पहिलेदेखि पाहाडमा जन्मे हुर्के मान्छे पहिलोपटक तराई आउनु पाइदियो खुसी लागेको छ। यो मौका दिएकोमा कसलाई धन्यवाद भन्ने? अमित शाहको सहपरिवार धन्यवाद दिन चाहन्छु। त्यो सँगसँगै मेरो सहयात्रीहरू लक्ष्मण थापा अनि प्रवीण शाह मात्र हो, कुमार शाह होइन। अनि राजेश बाबु यादवलाई धन्यवाद दिन चाहन्छु। ठिक छ बाबु लगाइदियो केटा। बाबु हो नि बाबु भन्छु ल, धन्यवाद है, मेन बाबु हो। अनि धन्यवाद। ल वासस्थान एकदम चिटिक्क परेको छ, अब हामी रमाइलो गर्छौँ। अब त्यही त भनिराख्नु लाग्यो त। थ्याङ्क यू सो मच। यो सुपारीको बोट है गाइस, फेरि यो सुपारी फलिरहेछ। अब यो झऱ्यो भने खाने हो कि झारेर खाने हो थाहा छैन, यो पनि ट्राई गर्छौँ। अनि टेस्टी आउँछ कि एउटा फल फ्रुट जस्तै खालको, तर स्पेसल फालुदा मलाई कुल्फी, पिस्ता कुल्फी। हामी यहाँ फालुदा खाँदैछौँ। फालुदा रहेछ, फर्स्ट टाइम ट्राई गर्न आएको। फुलले चाहिँ भइसक्यो अघि नै। हामी चाहिँ यहाँ फालुदा, यसलाई फालुदा हुँदो रहेछ, तर टेस्टी छ है। फेरि हाम्रो बल्जी फालुदा खाँदै हुन्छ पनि फालुदा खान्छ, टेस्टी छ। तर यो चाहिँ सकिसक्यो है, यस्तो चाहिँ फालुदा। उसको दिदीको बिहाको लागि हामी काठमाडौँदेखि यहाँ आयो, त्यो धेरै खुसी लाग्दैछ उसको लागि। अफिसको बाहिरको मान्छे पनि आएछ मुला। अफिसको बाहिर तिमी पनि अब अफिसकै मान्छे भइहाल्यो आज अफिसियल्ली होइन। यहाँ चाहिँ हाम्रो दुला सिद्धपति। हामी थकित छौँ, आइपुग्यौँ। हामी थकित छौँ, त्यही पनि हामी उत्साहित छौँ। जहाँ बिहे घर हो त्यहाँ चाहिँ बल्ल आइपुग्यौँ। कति बज्दा कल्याणपुरमा पुगिसक्यो कति मैले। बज्दा अहिले बेमा आइपुग्दाखेरि 10 बज्न लाग्यो। 10 बज्नलाई 10 मिनट नै छ। हामी कल्याणपुर सिराको सप्तरीको कल्याणपुरमा चाहिँ हामी पुग्यौँ। बेहुलीको घर यही हो। अनि हामी अब यहाँबाट फेरि अझ बरियात आउँदैछ अरे, जनता होइन बरियात हो, बरियात आउँदैछन्। बरियाती अझ त्यो बरियाती भनेको चाहिँ जन्ती रहेछ क्या, आउँदो रहेछ। बाबुजी तपाईँलाई के भन्नु छ? थकित हुनुहुन्छ कि उत्साहित? थकित त थकित हो, तर थकित सँगसँगै उत्तिकै उत्साहित हो क्या मान्छे। उत्साहित चाहिँ के कारणले उत्साहित हुनुहुन्छ तपाईँ? अब साथीको दिदीको बिहे हेर्न पाइयो,
होइन तिमी बिहेमा नआउने कुरा गरेर छौ त उतै खाएर जाने कुरा गरेर होइन होइन अनि त्यो पनि एउटा लगभग 50% बिहे त्यो पनि हो बिहे गर्न आउँछ तिनीहरू बहुत खाना मेरो पालो 50% बिहे त्यो पनि हो सेतुपति 50% बिहे त्यो पनि हो अनि 50% यहाँ हुन्छ ठिक छ ल अनि सेतुपतिजी तपाईँ साउथ इन्डियन यसो चस्मा लाउनु पर्यो हो सर हम मासुम है पर यता त्यो एउटा ऊ भन्छ नि रुक न यहाँ यता हेर भन्ने क्या दोस्त एकछिन एउटा सम्झिन थियो एकछिन हम मासुम है पर के भन्छ नि तिमीले सम्झिँदैछ त्यसो चार सकिन्छ त्यही त बन्द गर बहुत दुखाएर हालै अब हामी भोज खान्छौँ अनि त्यसपछि हामी यो बेको यसो भन्नु अब यो हाम्रो अमित भाइको दिदीको बिहेमा आएको छ त्यो होइन तिम्रो भाषाबाट भनेको कि यसो कन्टेन्ट राख्नु पर्यो नि अब साथी के दीदी के ब्याह ही था अब अभी के प्रति वही सब देख के वही साथी के दीदी के ब्याह में हमने सब थे काठमांडू से लेके यहाँ सप्तरी के कल्याणपुर गांव में आए थे सब गोरा हमने चार जन थी हमारे ऑफिस के लक्ष्मण दाई दोस्त सब या सरस मैनाली राजेश यादव थे हम सब लगभग भोरे 6:30 बजे से लेके अभी तभी में लगभग 10 अभी यहाँ पुगित में 10 बज रही तो सब लोग सोचला के देख दिन भर ट्रैवल करते करते बीत गए सो सब थकित है पर उत्साह भरपूर है हम सब में उत्साह भरपूर है त्यस्तै हेरौँ गोपाल बेस्ट ठिक छ नि होइन सबभन्दा खतरा लुगा चाहिँ मैले लगाएको छु आज होइन अरू ठिकै हो त्यस्तै हो मैले चिलमा आएको छु म पुरै तराईको बिहा खानलाई भनेर आएको छु म टक्क लाएर यो के भन्छ यसलाई कर्ता सुरुवाल सुरुवाल भन्दैन मलाई कुर्ती भन्छ टक्क लाएर म प्रपर कुर्तीमा अनि मेन कुरा भनेको यहाँ गर्मी छैन सरसर हावा लागेर छ सिरी 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 चाट हो यो चाहिँ दिस इज चाट मेकर चाहिँ त्यहाँ
रातिको 3 बजे भोज खाइयो 3 बजे भोज खाएर फेरि हामी ब्याक टु फर्किरहेछौँ हामी लहान अनि लहानमा चाहिँ अब हामी राति बाइक कुदाइरहेछौँ पानी परिरहेछ बन्द अनि बाटो चिप्लो पनि बेच्दै थियो त्यो 3 बजेको भोज एकदम रमाइलो एकदम एक्सपिरियन्स गरियो तर निन्द्रा लामखुट्टे पानी चट्याङ सब भेटियो क्या लाइफमा माछालाई कहीँ कहिले नदेखेको चिज देखाएर त भयो यार आज सो आजको प्रोग्राम डे 2मा चाहिँ हामी कस्तो लगाएर लक्ष्मण ल्याएर म प्यासेन्जर हुँदै हामी हाँसको माछा गएर पनि यो चालुमा मलाई के खास त्यो बुझ्न पाएन त्यसले गाह्रो हल्का अलिकति कस्तो लेजी फिल भइरहेछ तर जस रमाइलो छ भाइले उसको घरमा लगेर चाहिँ टक्क टिपिकल हाँसको मासु भात खुवाउँछु भनेछ माछा खुवाउँछु भनेछ त्यो चाहिँ एक्साइटेड भइरहेछ तर निन्द्राले गर्दा चाहिँ अलिकति अब तराई हेर्नुहोस् इन्जोय गर्नुहोस् रमाइलो छ सिराहा अनि यहाँ आब त बाटोमा त यस्तै चलिरहेको छ हाम्रो चिपल्लो बोर्ड जस्तो कस्तो लाग्यो अरे पछि बिहान मर्निङ वाकमा बिहान जुरुक्क उठेर आँखा चिम्लेर हाई गऱ्यो भने मुखमा एउटा आँप त्यसपछि फेरि चौतारी नै आँपकै यहाँ त आँपको चौतारी कहिले देखेको थियो टक्क अल्छी लाग्यो माथि के भयो आँप खाइदिउँ भने माथि टपक्क टिप्यो आँप खाइदियो बुढाहरू गफ गर्दा गर्दै आँप हात माग्यो कहिले कहिले ट्याक्क झर्दाखेरि पनि ट्याक्क लाएर आँपै आउने यस्तो यो आफै आफ ल त्यो आगै झुटिसक्यो ओ माई गुडनेस आफ हामीलाई यहाँ मऱ्यो हत्यो हुन्छ काठमाडौँमा आफ खान यहाँ त यस्तो मेमोरी जहाँ स्ट्रगल धेरै थियो तर ल अब यहाँ हामी भैँसीहरू त कमन कुरा हो ल पुरै एउटा गोठ थियो जस्तो रहेछ भैँसीहरूको कस्तो लगाएर ल यहाँ चाहिँ एकदम भैँसी पालन चाहिँ उग्र रूपमा रहेको रहेछ हरेक कुरा भैँसी के चाहियो यस्तो राम्रो यहाँ भैँसी एकदम पोहोर तराईमा रिटर्नमा छुटिसक्यो भन्ने कुरा बुझ्नु सक्नुहुन्छ है तपाईँहरूले ल ड्रेसिङ कस्तो लाग्यो त्यो बाटो ड्रेसिङहरू गन्जी लुङ्गी ओहो राम्रै पुग्छ ड्रेसिङ कस्तो लाग्यो हजुर भैँसीको स्विमिङ पुल भैँसी स्विमिङ पुल भैँसीहरूलाई चाहिँ एकदम गर्मी लाग्छ भन्ने कुरा चाहिँ हामीले काठमाडौँबाट थाहा पाएर आएको हो है है कस्तो लाग्छ होला अहिले चाहिँ तराईको रमाइलो लाग्छ यो के अरे फाट देख्न पाउँदा यसरी भित्रभित्र गल्ली होइन भित्रभित्र कोर बाटोमै जाँदा पनि रमाइलो हुँदो रहेछ बजारबाट जाँदा चौतारो तल आनन्दले बसेका छन् के गर्दा खेलिरहेका छन् यो त हो जिन्दगी केही गर्नुपर्छ होइन आफ्नो पनि परिवर्तन हुनुपर्छ कोसिस हुनु नसके पनि कोसिस गर्न सक्नुपर्छ कोसिस गरेर गर्दा पनि हुँदैन भने त छोडिदिउँ होइन तर कोसिस गरौँ परिवर्तन हुनु भइन्छ क्या जसरी के गर्नुपर्छ र आफ्नै लाइफस्टाइलमा चेन्जेस ल्याउने त आफ्नै हाइजिनमा चेन्जेस ल्याउने हो होइन अरूलाई सबैमा कोट लाएर नभनेको होइन हामीले होइन धान रोप्नलाई यहाँ सबै प्याडहरू राखेर टक्क आज रोपाइ होला धान छ ठुलो पानी पऱ्यो यहाँ धान रोपेका ठुलो भएपछि झोलमा डुबेको मोमो सेनेटर पल्जी घर आइगयो कहाँ यहाँ पल्जी हामी राजेश बाबुको घर आएको गाउँ घर गाउँ घर गाउँ गाउँ घर राज बाबु भएको
राजेशको गाउँ आइपुगेका छौँ हामी घरमा। हामी यहाँ सिरालहानको के भन्छ यो ठाउँको नाम? यो सिस्बा भन्ने ठाउँमा आँप घर अगाडि छ। हाँस यहाँ छ हाम्रो। हाँसै हाँस कक पऱ्यो पऱ्यो एउटा आँप चाहिँ पाके जस्तो छ। टिपेर दामी चाहिँ पाकेछ, मजाको पाकेछ। हामी आँपको फार्ममै छौँ। यहाँ बोट यस्तो मजाको छ, आँपहरू छ। अझ उसको पछाडि बगैँचा होला है, पछाडिसम्म छ। मस्त बगैँचा छ। अहिले चाहिँ म ट्राई गरिदिन्छु खोइ। त्यो निकाल्नु पर्यो सर एकचोटि। दियो नि त अब यार, दामी यार। हाम्रो केटोकोमा त हाँस फार्म पनि रहेछ, मजाको हाँसहरू। उयो आँप पाके छ। देखेको छैन यार यसमा त। देखेकै छैन। देखिरहेको कोही मलाई त्यो मिस्टेक नगर दोस्त। कस्तो मिठो चिया छ यार। पाकेछ नि। ए ल अब त्यसलाई काट्ने होला। यो त कायदा हुन्छ, यो त रियल हो नि त फेरि। नो डुप्लिकेट माल त होइन, यो बम्बई जस्तो छ हौ माउजी। बम्बई हो के? आँप कति खाने यार? कहाँ खाने यार? यहाँ त हाम्रो बाइक केटाहरू यहाँ छ, खाँदैछ आँप। ल अब हामी हाँस पक्रिन लगाइरहेको छौँ। हाँस अझै यहाँबाट एउटाको दिन दशा बिग्रिएको छ। कुन चाहिँको बिग्रिएको छ दिन दशा? अन्डा यतिकै दिइरहेछ कि? यस्तो हुन्छ अन्डा, हाँसको अन्डा यतिकै बाटोमै दिन्छ। दुटा दिने हो कि यो बोदा पोखरीमा दिने? फुटिहाल्छ नि, कहाँ क्या हुन्छ अन्डा? हाँसको अन्डा है यो चाहिँ हाँसको अन्डा टक्क बाटोमै दिइरहेछ हाँसले। ल आयो हाम्रो आजको यो डिनर आयो। ल डिनर आयो, डिनर। ल सही हो एकछिन त्यतिको बोकेको त। होइन कति मिनट छ यसको? त्यति प्रपर भाइले चाहिँ हाँस समाउनलाई अब गाह्रो परेर पोखरीमै छिरिसक्यो। अब पोखरीबाटै हाँस चाहिँ उयो कालो टाउको भएको खाने हो क्या। उता उता बाबुजी, उता 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 यतिमा त पुगिहाल्छ नि। राइट भालेहरू चाहिँ बाटो भरेर नि त्यहाँ सबै गुठ लागेको हो। उयो लानु त उयो कालो भाले हाल्नु। ल कमान पल्ली तिम्रो खै त हाँस। ए मस्ती कसको भोजन बनाउनु आज? ल इनी मिनी गत नगर है। भाइ ल ओए लकी बोय। आजको हाम्रो यो राम्रो भोजन हुनेवाला छ। यही हो। हजुर के हो? केही छैन। यो हामी यो छ, अर्को माछा आउँदैछ अनि भात, अनि अर्को परेवा नि भन्नु थियो। परेवा चाहिँ अहिले नखाने भन्ने कुरो गरेर धेरै खानुहुन्न नि त। धेरै खानुहुन्न, डाइजेस्ट पनि गर्नु पऱ्यो नि त। बेला थाली खानु छ। बेलुका त खाली हानै पर्छ। हजुर के छ भने चिल चिल। पऱ्यो त पऱ्यो क्या राख्ने? काँडा हुन्छ नि सु। ओए यो कोचबी छ। नहाल्नु ल
काँडा हुन्छ त्यसो भए फेरि के त्यो त्यो ठ्याक्क खस्दैन कस्तो बोल्दो रहेछ त बल्छ नि हातमा लाग्यो भने त पुरा हुन्छ चिलाउँछ हो काँडा हेर्नु नि कस्तो ठिक हुन्छ यी काँडा के यो खानु खायो हुन्छ तर खाने कस्तो लाग्यो यो भएको छ जङ्गली हो यो के हो अङ्कल दबाई हो यो काटेको ठाउँमा एकछिन पर्छ तर ठिक हो दबाई दवाई है त्यो अन्त नेचुरल हाँ दवाई है अझै के छ भने ठिक छ माछा मारेको हेर्नु त हामी माछा मारेर अब माछा खाने कुरो छ हाम्रो माछा मार्ने लड़का सब कोई रहते नहीं थे ठिकाना जस्तो त देखो त बाल्टी जो खतरा परेछ है फेरि हामीलाई ठुलो परेछ नि यो हाम्रो किचन यो किचनमा चाहिँ आज पाक्दैछ माछा यहाँ चाहिँ टन्नै छ हामीसँग इन्डक्सनमा पाकिरहेछ चुलो पनि छ आन्टीले पकाउनु आउनु भएको छ टक्क तिर्कल भिलेज भाइको म्यारिनेट गर्दैछ म्यारिनेट के मसला हाल्दैछ ल मस्त मेरो माछा यहाँ म्यारिनेट भएर तलिनलाई रेडी भइसकेको छ ये नहीं है लोकल तरिकाले गाउँमा माछा फ्राई स्टार्टिङ भयो है माछाको चाहिँ अरू हाम्रो पाक्दैछ आन्टीले त्यहाँ मसला पिन्दै हुनुहुन्छ भाइले पकाउँदैछ ल अब हामी चाहिँ राजेशको घरबाट निस्क्यौँ राजेशलाई यो यस्तो सुवर्ण अवसर दिएकोमा धेरै धेरै धन्यवाद हामीलाई यो मिठो माछा अनि आँप खुवाएकोमा धेरै धेरै धन्यवाद अनि हामी यहाँबाट चाहिँ अब हामी जनकपुरतिर जाने तर्खरमा छौँ के छ के भन्छ कस्तो लाग्यो कस्तो होइन अब तपाईँहरूलाई कस्तो लाग्यो भवाल नि स्वर्गीय आनन्द यस्तै अब मधेसतिर अलिअलि पानी परेको बेला अलिअलि हिलो हुन्छ अब त्यो अलिक केही छैन सानो कुरा हो अब माछा मेन कुरा यहाँ पल्ले माछा र मासु हो यहाँ फार्ममा आइसकेपछि अब साथीहरूले खान पायो मैले खुवाउनु पाएँ मैले खुसी लाग्छ सो यो ब्रोको म नेक्स्ट टाइम आएर फेरि हामी खानेवाला प्लानमै छौँ कुनै समयमा मिलेछ भने चाँडै अब हाम्रो जनकपुरको यात्रा सुरु सरस दौड किचन एकचोटि ल अब हाम्रो एउटा भ्लग चाहिँ सकियो यसपालि बिहाको अनि हाम्रो यो उसको घरको फार्म हाउसमा माछा खाएको
अनि हाँस खानी भनेको ठाउँको आजको भ्लग सक्यो। अब हामी चाहिँ अब गइरहेछौँ जनकपुरको नयाँ भ्लग आउँछ, छोटो मिठो भ्लग आउँछ।